अरे शिवा के हो फेरि डल्ले यता आइज त किन दिदी होइन यो तेरो गालामा मैले 5 वटा अमलाको दाम देख्छु नि के भएको हो दिदी पनि केही भएको होइन के ए भन्छ मेरो हो दिदी भन्छ मामा नमस्कार है सबै ल उनी चाहिँ मेरो कान्छी बुढी चिनाउन ल्याएको के गाउँमा नमस्कार गर्यो है हेर यो पातेकी बुढो 2-4वटा छोराछोरी अब उहाँ छोराछोरीको बिहा हुने बेला भइसक्यो अझै कान्छी श्रीमती लिएर हिँड्ने यो पातेकी बुढो नमस्कार गरे तैँले अब जुगाएर 28 भन्छस् लौ न मलाई पनि त्यो लभ मन्त्र हुन्छ नि लभ मन्त्र त्यो चाहियो कि भोलि चौतारोमा 100 रुपियाँ दाम बोकेर आइजे बर पिपल भएको ठाउँमा दिने हो यस्तो गुरु मन्त्र भनेको कहाँ यो चाहिँ चौरमा बसेर दिने हो त के गरे के मेरो भाइलाई भान्जालाई कुर्छौ न मामालाई परेको के हुन त माम भान्जा के उस्तै हुन् यस्तै गरेर हिँड्छन् मामा भान्जा भएपछि मिल्दैन नि त हिँड्दै सुन तेरो छोरालाई पनि त्यो सम्हालेर राख झ्यामाबाट गरी हेर्छ आँखा पनि डेरे मुखले गरी हेर्छ आफ्नो थैलीको मुख बन्द गर्न छैन मेरो सोझो छोरालाई नाना नाति भन्ने होइन म पाइन कि किसी कहाँ दद्द जाला माछा पुछ्री हिमाल टल्किया जस्तो छ मेरो मुटुको दाँत म बस्ती नमुना बनाउनु भन्न लागेको मान्छेले नमुना भेट्नु छ मैले केही गर्न सक्दिनँ मिलाइ पुरै हान मलाई धेरै दुःख नदे है के भयो डल्लो हे भगवान यो के हो मार्ला यो पाछा के हो डल्लुको बच्चा ए भगवान मेरो फुट्यो हे बुच्चे लाउडा हो घाम चर्किएको एकछिन हो यतै आराम गर्न पर्यो आनन्द एकछिन पल्टेर के हो यो किन बादल पानी परिरहेछ बादल असिना खल्टेके तैँले गीत भन्नु र पानी पर्दा एकैचोटि हो त हो है साथी हो के हो एकचोटि हो घाम चर्किरहेछ पानी परिरहेछ के भयो असर गरेन मैले ड्याममै हाले ती को घोर्दी बाजीमान डल्लु इतिहास बनायो बर्बाद एमा के भो भने के भयो अर्काको जोडी देख्नै हुँदैन धलिहाल्नु पर्छ अनि यो झालचाङ्गे के गर्न लाग्छ यो के गरे त्यो हैन कति किलोको भएछ भनेर यसो जोख्नलाई हेरेको नि त दिमाग चाहिँ तेरो गोबरै भरेर छ क्या के भन्छ यो बुच्चे किन त्यहाँ ठामेर थाहा हुन्छ त
है